बजेट भाषणपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा स्ट्याटस लेख्दै भन्छन्, ढुक्क हुनुहोस्। हर्क साङपाङले अर्थमन्त्रीलाई बौलाहा भनेपछि हङ्गामा। 21 खरबको बजेट चर्चा भने बालेनले लगाएको गोली स्टार सेतो जुत्ताको। अपेक्षा गरिएको जस्तो रूपान्तरणकारी बजेट आएन भन्छन् अर्थविद दिलराज खनाल। सरकारले बनायो कर्मचारीलाई खुसी, 1 वर्षमै हुनेछ सडक कायापलट। 1000 किलोमिटर कालेपत्रे अल्पत्र मुख्य सडकहरू 1 वर्षमा सकिने। बजेट भाषण सुनेर फायर भएर निस्के ज्ञानेन्द्र शाही। भन्छन् केपी ओलीको भन्दा पनि तल्लो स्तरको बजेट आयो। सरकारले हालसम्मकै ठुलो वैदेशिक ऋण लिने गरी बजेट ल्यायो काङ्ग्रेस। सुर्ती, सिगार र चुरोटमा 6 देखि 12% भन्सार। स्वर्णिम बजेटले सुनमा थाल्यो कर। भन्सार दोब्बर पुर्याइयो, सिम प्रदान शुल्क थपियो। निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई 3% करको दायरामा। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो। सरकार र सत्तारूढ दलको आएन शुभकामना। उधारो लिएर नतिर्ने दिन अब सकिने। सरकारले कडा कानुन बनाउने तयारी। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी एकता गर्ने सहमति। गुजरात टाइटन्सले चण्डीगढमा भएको क्वालिफायर 2 मा राजस्थान रोयल्सलाई सजिलै 7 विकेटले हरायो। राजस्थानलाई पन्छाएर गुजरात फाइनलमा। बालेन सरकारले ल्यायो 21 खरब 24 अरब 34 करोड रुपैयाँको बजेट। बजेटबाट सत्तापक्ष भने सन्तुष्टि हुँदा प्रतिपक्षहरूले भने सुरु गरे विरोध। 21% बढ्यो सरकारी कर्मचारीको तलब। रवि र बालेनद्वारा अर्थमन्त्री स्वर्णिम वालेको बजेटलाई इतिहासकै शब्दकृष्ट संज्ञा। नीति कार्यक्रम सुन्न नभएका प्रधानमन्त्री बालेन शाह बजेट भाषणमा भने निकै उत्साहित देखिए। शब्दै पछि ताली बजाउँदै गरे स्वागत। प्रधानमन्त्री बालेन शाहले लगाएको सेतो जुत्ता चर्चामा। गोली स्टारको जुत्ता लगाएपछि सांसद विदुषीलाई देखाए। बजेटबारे एमाले महासचिव शङ्कर पोखरेलको टिप्पणी। भाषणमा विकास र समृद्धिका ठूला कुरा धेरै सुनिए। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटप्रति हर्क साङपाङको विरोध। बजेट प्रस्तुत भइरहँदा हर्क साङपाङ बीचमै निस्के। उनी भन्छन् बजेटले निम्न वर्गलाई छुन सकेन। बजेट उत्कृष्ट भन्दै पूर्व अर्थमन्त्री डाक्टर रामेश्वर खनालद्वारा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रशंसा। अर्थमन्त्रीले ल्याएको बजेटमा रवि र बालेन उत्साहित। मनिष झा भन्छन् मधेस, सुदूरपश्चिम र कर्णालीलाई प्राथमिकतामा राखिएको छ। 3 वर्षभित्र 10 वटा फुटबल रङ्गशालालाई फ्लडलाइटमा उच्चतर उन्नति गर्ने घोषणा। धनाढ्यहरूले सकेसम्म वृद्धवृत्ति त्याग्न सरकारको आग्रह। अर्थमन्त्रीले भने सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ। पहिले बजेट भाषण मात्रै हुन्थ्यो, अहिले जनताले चाहे अनुसारको बजेट आएको छ। खुसी छु भन्छन् सांसद तोसीमा कार्की। बजेटमा उत्पादन र निजी क्षेत्र प्राथमिकतामा परेकोमा खुसी भए उद्योगीहरू। आर्थिक वर्षको बजेटमा आफ्नो माग सम्बोधन भएपछि सांसद एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन खुसी। सुकुम्बासीहरूको बसोबास व्यवस्थापन गर्न नयाँ आर्थिक वर्षभित्रै व्यवस्थापन गर्ने सरकारको घोषणा। सरकारले डढेलो नियन्त्रणका लागि ड्रोन तथा सेटेलाइटको उपयोग गर्ने लक्ष्य। अहिलेसम्मकै उत्कृष्ट बजेट आएकोमा एकदम उत्साहित छु भन्छन् सांसद विदुषी राणा। बजेटको सम्बोधनमा विभिन्न दलका नेताहरूको मिश्रित प्रतिक्रिया। प्रचण्डको पार्टीले लगायो राजसभा सरकारमाथि खोटै खोट। अर्थमन्त्रीले ल्याएको बजेट वितरणमुखी देखियो वर्षमान पुन। अहिलेको बजेट ओलीले ल्याएको बजेटमाथि नै थप गर्टो भन्छन् रामबहादुर थापा बादल। सरकारले हालसम्मकै वैदेशिक ठुलो ऋण लिने गरी बजेट ल्याएको भन्छन् काङ्ग्रेस नेता। बजेटबारे एमाले सांसद रामकुमारी झाँक्रीको टिप्पणी। यो बजेट पपुलिस्ट र महत्त्वकांक्षी मात्र हो। बजेटप्रति जनार्दन शर्माको सकारात्मक प्रतिक्रिया। कार्यान्वयन भने मुख्य चुनौती। बजेटबाट आफ्नो माग पूरा भएपछि सांसद पुन उत्साहित। प्रधानमन्त्री बालेन शाहसँग साटे खुसी। अहिलेको बजेट ओलीले ल्याएको बजेटमाथि थप गर्टो भन्छन् रामबहादुर थापा बादल। आगामी आर्थिक वर्षको बजेटमा आफ्नो माग सम्बोधन भएपछि सांसद एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक